जेएनजीलाई हेर्ने दुईटा तरिका छ। एउटा तरिका चाहिँ अलिक बढी यो परम्परागत खालको छ। त्यो परम्परागत तरिकाले चाहिँ खालि शासनहरू भनेको चाहिँ यो 70 वर्ष कटेकाले गर्ने होला हैन, आदेश तिनीहरूले दिने होला, यी सबै जान्दछन्, अरू केही पनि जान्दैन। युवाहरू सबै आला काँचा हुन्छ नि, खालि तपाईँको सत्ताको भर्याङको रूपमा मात्र रहनुपर्ने। कहाँ यो तपाईँको युवाले गर्न खोजेको भने एक खालको एकदमै डोमिनेन्ट खालको यो जेरेन्टोक्रेसी भन्छ त्यस्तो बुढाखाडाको एक खालको दृष्टिकोण छ। र अर्को चाहिँ सँगसँगै अर्को दृष्टिकोण पनि के छ भने नेपाली समाजको ठिक ढङ्गले यहाँको स्ट्रक्चर परिवर्तन गर्नका लागि, रूपान्तरण गर्नको लागि अहिले पछिल्लो जुन देखिएको जेनेरेसन छ त्यो जेनेरेसनले नै नेपालको चाहिँ मुक्ति गर्छ भन्ने अर्को दृष्टिकोण छ। म चाहिँ दोस्रो दृष्टिकोणप्रति मेरो सहमति छ। तर मैले यसो भन्दै गर्दाखेरि फेरि यी सबै जुन देखिएका जेएनजीहरू एकदमै तपाईँको चाहिँ परिवर्तनकारी, रूपान्तरणकारी, समाजलाई अगाडि बनाउने छन् त भनेर तपाईँले हामीले सोध्ने भने सबै छैनन्। ती कति बुझेर छैनन्, कतिपय नबुझेर छैनन्। जस्तो उदाहरणको लागि भनौँ न, घुमाउरो पाराले कोही चाहिँ अब राजा ऊ देश बचाउ भनेको छ, कोही चाहिँ अब परम्पराको नाममा छैन, अब हामीलाई पुरानै हिन्दू राज्य हामीलाई चाहियो भनेको छ, कोही चाहिँ सुकुम्बासी त कहाँ मान्छे हुन् त होइन, यिनीहरू त घर गाउँ गाउँमा जानुपर्छ भनेको छ। भनेको त्यस्ता प्रकृतिका तपाईँको प्रवृत्ति भएका जेएनजीहरू पनि छन्। तर फेरि पनि जेएनजीको मूल स्पिरिट भनेको चाहिँ सामाजिक न्यायसहितको लोकतन्त्रलाई अगाडि बढाउनुपर्छ, एउटा संवादको प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्ने छन्। केही जेएनजी साथीहरू संसदमै निर्वाचित भएका छन् भने केही जेएनजी साथीहरू सडकमा पनि छन्। र नेपाली समाजलाई अब अगाडि लाने भनेको यही जेएनजी साथीहरूकै नेतृत्व विकास गर्ने हो, उहाँहरूलाई नै स्किलफुल बनाउने हो, उहाँहरूलाई नेतृत्व गर्ने हो। यसले मात्रै नेपाली समाजलाई अगाडि लान सक्छ भन्ने लाग्छ।